जेन्जी आन्दोलनको घटनापछि प्रहरीका कर्मचारीहरूको मनोबल कमजोर भएसँगै जागिर छाने प्रवृत्ति तीव्र रूपमा बढेको छ। राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी देखिएका छन्। एकजना सुरक्षाकर्मी जवानलाई तालिम दिएर योग्य बनाउन राज्यको 5 देखि 7 लाख रुपियाँ खर्च हुने मानिन्छ। यसबाट देखिन सक्ने सुरक्षा चुनौतीलाई बेवास्ता गर्ने हो भने यो आर्थिक रूपमा समेत चिन्ताको विषय बन्ने देखिन्छ। गत भदौ 24 गतेको जेन्जी आन्दोलनले प्रहरी संगठनलाई ठूलो चुनौती आएको छ। जेन्जीको नाममा भएको आन्दोलनपछि सुरक्षाकर्मीहरूको मनोबल कमजोर भएसँगै जागिर छोड्नेको दर तीव्र रूपमा बढेको छ। त्यस यताको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफमा 3 महिनाभित्र करिब 1000 सुरक्षाकर्मीले राजीनामा दिएका छन्। नेपाल प्रहरीको करिब 450 र एपीएफको करिब 550 अधिकृत र जवानले राजीनामा दिएका हुन्। राजीनामा दिने मध्ये कोही 20 वर्ष सेवा पूरा गरेका छन् भने धेरैले बीचैमा जागिर छाडेका छन्। राजीनामा दिनुको कारण भने धेरैले व्यक्तिगत वा पारिवारिक उल्लेख गर्ने गरेको दुवै सुरक्षा निकायले जनाएका छन्। राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढ़ी छन्। यसरी राजीनामा दिनेमा तल्लो तहका कर्मचारी धेरै देखिएका छन्। सुरक्षाकर्मीहरूले समय नै नभई यसरी जागिर छाड्ने प्रवृत्ति गम्भीर चिन्ताको विषय हो। नेपाली सेनामा पनि जागिर छाड्ने संख्या र प्रवृत्ति बढ्दो भए पनि प्रहरी सेवाको जति तीव्र देखिएको छैन। यसरी राजीनामा बढ्नु भनेको राज्य र आफ्नै संगठनप्रतिको अविश्वासको सूचक पनि हो। एकजना सुरक्षाकर्मी जवानलाई तालिम दिएर योग्य बनाउन राज्यको 5 देखि 7 लाख रुपियाँसम्म खर्च हुने मानिन्छ। त्यसमाथि प्रशिक्षणमा लाग्ने समय र परिश्रम पनि चुनौतीपूर्ण नै हुन्छ। यस्तै अहिले ज्यानको बाजी थापेर खटिएका सुरक्षाकर्मीलाई दोषी ठहर गर्ने प्रवृत्ति पनि समाज र सरकारमा बस्ने राजनीतिक व्यक्तिहरूमा देखिन थालेको छ। सुरक्षाकर्मी स्वयंले संगठनभित्रैबाट पनि सुरक्षाको प्रत्याभूति भएको विश्वास गर्न नसक्ने अवस्था रहेको छ। वैदेशिक रोजगारको आकर्षण, आर्थिक असन्तुष्टि जस्ता बाहिरी पक्षले पनि सुरक्षाकर्मीलाई सेवा छाड्न प्रोत्साहन गरेको हुन सक्छ। साथै संगठनभित्रको पक्षपात, नातावाद, कृपावाद, भ्रष्टाचार लगायतले पनि इमान्दार सुरक्षाकर्मीमा वितृष्णा उत्पन्न भएको हुनुपर्छ। यस्तै प्रवृत्ति कायम रहे सुरक्षा सेवामा नयाँ भर्तीमा समेत समस्या देखिन सक्छ। दाजु वा दिदीले खिन्नतापूर्वक छोडेको जागिरमा भाइ वा बहिनी किन उत्साहपूर्वक प्रवेश गर्लान् र? त्यसैले सरकारले सुरक्षाकर्मीहरूको हृदयपूर्वकको पलायनलाई आर्थिक प्रलोभनबाट जागिर छाड्ने प्रवृत्तिलाई सामान्य मात्रा मानेर व्यवस्था गर्नु बुद्धिमानी हुने देखिन्न। सकेसम्म छिटो र समग्रतामा समाधान खोजेर यो समस्या समाधान गर्नु आवश्यक छ। अन्यथा देशमा अकल्पनीय आन्तरिक सुरक्षा चुनौती प्रकट हुनेछ। विभिन्न दृष्टिकोणबाट अध्ययन र विश्लेषण गरी सरकारले तत्काल कदम चाल्नुपर्छ र अध्ययनको निष्कर्ष लागू गरेर सुरक्षाकर्मीको मनोबल र आकर्षण सुदृढ बनाउन पनि ढिलो गर्न हुँदैन। माउन्टेन टेलिभिजनको लागि सामाजिक ब्यूरोको रिपोर्ट।